एभ्रिवान गुड मर्निङ। त आज म फेरि रेडी भएर निस्केको कि तर हाम्रो गाडी बिग्रियो। के भयो भयो हाम्रो गाडीलाई? राम्रै थियो, राति त राम्रै छोडेको थियो, बिहान चाहिँ बिचरा बिमार भएको छ। मेरो बुढोको चाहिँ ड्युटी ढिलो भइसक्यो अरे कि, पुरा रिसाइसक्यो हो। अब ड्युटी ढिलो भयो, अब के गरिदिनु होला हामी चाहिँ। ब्याट्री लो भयो, हामी सबै रेडी भएर गाडीमा सामान पनि हालेँ कि स्टार्ट गर्दा चाहिँ ब्याट्री लो भयो। त अब म घरकै कामहरू गर्दैछु, लुगा धुनेहरू। अब के गर्नु नि, अपडेट दिँदै गर्छु। म्याकेनिक लिनु गएको छ भाइ, अब म्याकेनिक ल्याएर चाहिँ म्याकेनिकले के भन्छ त्यतिखेरसम्म अझै एक दुईवटा काम छ, त्यो पनि गरिहालौँ भनेर सोच्दैछु। गाडी अझै पनि बनेको छैन हाम्रो, 9:30 भइसक्यो। यहाँ ग्यारेजको भाइ बोलाएको छ, ट्राई गर्दैछ अब बनाउनुको लागि। अब हेरौँ के हुन्छ। स्टार्टै भएको छैन हाम्रो गाडी, के भयो भयो। हाम्रो गाडी चाहिँ अहिलेसम्म ठिक भएन। बिचरा मेरो बुढा यहाँ बसेर टाउकोमा हात दिएर बसिरहेको छ। उसको पुरा काम छ अरे अफिसमा, पुरा काम छ अरे। तर को लागि चाहिँ बेनिफिट भयो, हामीसँग टाइम स्पेन्ड गर्नु पाउँदैछ। यो डल्लै ब्यागहरू छ, अझै पनि गाडीमा हामीले हालिसकेको छ ब्याग। त अब के गर्नु नि, लन्चको प्रिपरेसन गर्दैछु। त दाल बन्यो मेरो, यहाँ छ दाल 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 बैगुन भाजी, भात बनिँदैछ। फेरि चाहिँ टिभी हेरिरहेछ बिचरा, त्यो पनि थाकिसक्यो। त अहिलेको अपडेट चाहिँ यही नै हो। हामी अहिलेसम्म घरमै छ, ब्याट्री चाहिँ लोएको छ चार्ज गर्नुको लागि। अब चार्ज गरेर पनि हुन्छ हुँदैन हेरौँ, त्यतिखेरसम्म वेट गर्दै गर्नुपर्छ नि बुढा।